रानीमहलदेखि 5.5 किलोमिटर लामो पैदल यात्रा गरेर स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा रहेको पूर्व शाहवंशद्वारा पूजित भीमसेनपाती नामक शताब्दीऔं पुरानो रूख भएको पवित्र आलमदेवी मन्दिरमा पुग्न सकिन्छ। 1708 मा रणबहादुर शाहले चढाएको एउटा भित्र घण्ट छ, जो जन्जिरले बाँधिएको छ, अनि नगरा छ त्यहाँ। त्यो नगरा हामीले ठुलो दशैंमा अष्टमीको दिन निकालेर पूजा गर्छौं। अनि पश्चिमको उज्जैन भन्ने ठाउँबाट भारतको के देवीलाई डोलीमा बोकेर लिएर आएको गरे डोलेहरूले। अनि लिएर आउँदाखेरि त्यो डोलेहरूलाई के भनेको गरे, देवीले भने मलाई कहीँ पनि नछुवाएर तिमीहरूले काठमाडौँ लैजाने, तिमीहरूको राज्य हुन्छ भनेर भनेको गरे। अनि अब कति दिनको थकित अवस्था आउँदा लिएर आउँदा या त त्यो हो या त देवीलाई यहीँ बस्ने इच्छा भएर पनि हो कि होइन। अनि ल्याउँदा त्यो भीमसेनपातीमा डोली ठोकिएछ। डोली ठोकिएपछि देवी अलप भइछ। अलप भएपछि त नाम अलप देवीबाट परिवर्तन भएर आलम देवी भएको कि सर।